चलते म चाहिँ जोरथाङतर्फ लागिरहेको छु। बिहानीको पखाको एकदम अहिले चाहिँ घाम पनि मजाको लागिरहेको छ र मेरो चाहिँ डेलीको डेली जोरथाङ पर्छ ड्युटी है। त्यही भएर चाहिँ म चाहिँ अहिले भर्खर निस्किँदैछु एनटिपिसीबाट चाहिँ। घाम पनि यस्तो मजाको लागेको छ। यो चाहिँ एनटिपिसी एरिया कोही कोही बेला यहाँनिर चाहिँ भिडियो हुन्छ किनभने यहाँ उयो छ। यो जग्गा चाहिँ अलिक डेन्जर छ नि त। यहाँ माथिबाट अलिक ढुङ्गाहरू लड्यो भने चाहिँ कचाककुचुक पर्छ है। त्यहीँ फेरि ठुल्ठुलो गाडीहरू आएर निकै जाम लगाइदिन्छ। फाइनली म चाहिँ जोरथाङ आइसकेको छु। यहाँ चाहिँ म अक्कर ब्रिज जस्ट आइपुगेँ र मर्निङ बिहान चाहिँ मेरो यही हो ड्युटी चाहिँ। जोरथाङ गएर आउनुपर्छ अफिसमा उता यता त्यस्तै छ। सधैँ चाहिँ यहाँनिर क्यामेराहरू सिसी क्यामेरा लगाएको हुन्थ्यो यहाँ माथि चलान काट्ने। अहिले चाहिँ निकालेछ है। नभए त बिजोग पार्थ्यो नि। र यहाँ चाहिँ यो चाहिँ तपाईँको जोरथाङ ब्रिज है, अखर ब्रिज हो। एकदम मजाको छ, सुन्दरता छ। बिहानीको पखाको हावा मजाले चलिरहेको छ। र अहिले जोरथाङमा चाहिँ एकदमै गर्मी ज्यादा पनि बढिरहेको छ। आज फेरि बुधबार पनि हो, आज हाट पनि हुन्छ। गाउँको मान्छेहरू धेरै आउँछ यहाँनिर सब्जी सेल गर्नुको लागि। यही हो मेन हाम्रो यताबाट पनि, बेङ्गाल वरिपरिबाट पनि यतै आउँछ सेल गर्नु सब्जीको लागि। किनभने यता चाहिँ मजाले बिक्री पनि हुन्छ है, लेनदेन राम्रो हुन्छ। त्यही भएर चाहिँ एकदम एक नम्बर लाग्छ जोरथाङ हाट पनि है। र अहिले चाहिँ यहाँ खुल्ला छ किनभने यहाँ माथिल्लो साइडमा यो लेफ्ट साइडमा चाहिँ हाट लाग्ने गर्छ है। त्यही भएर त्यति यहाँ चाहिँ भिड छैन। यो जुन चाहिँ मेन रोडमा चाहिँ यहाँ माथि चाहिँ लेफ्ट साइडमा चाहिँ एकदम पुरा सब्जीहरू आज चाहिँ हाट हो। र यहाँदेखि उकालो पनि, यो लेफ्टदेखि उकालो पनि है। यहाँ जस्ट यो चाहिँ तपाईँको प्लाजर, जोरथाङ प्लाजर जस्तो आइपुगेको छु म चाहिँ। यहाँ चाहिँ तपाईँको प्लाजरदेखि एकदम सिलगढीदेखि लिएर कालिम्पोङ सबै गाडीभित्र अभाइलेबल तपाईँले पाउनु सक्नुहुनेछ। र यो बिच साइडबाट चाहिँ है राइट गयो भने बिच गल्ली भेट्छ। यहाँबाट चाहिँ तपाईँको हस्पिटल पनि यतै है, यहीदेखि सट उकालोको जानुभयो हस्पिटल भेटिहाल्छ। र यो चाहिँ जोरथाङ ग्राउन्ड हो। एकदमै यहाँ चाहिँ कोही बेला यस्तो फुटबलहरू पनि भइहाल्छ है। एकदम मजाको छ जोरथाङ ग्राउन्ड, ठुलो छ, दामी छ। यहाँ प्रोग्रामहरू एकदम धमाकेदार हुन्छ है कोही बेला। र अरू बेला भन्दा पनि मेलामा चाहिँ एकदम दामी रमाइलो हुन्छ है। र अब म चाहिँ पुगेर चाहिँ वापस फर्किनुपर्ने हुन्छ। र आजको भाग पनि यति नै छ। एउटा गाडी चाहिँ सिलगढी गएछ है, यसको बदलीमा चाहिँ आज म पनि कुद्नुपर्ने हुन्छ। आज दिनभरि चाहिँ कतिको कुदाउने पनि गरम महिनामा ज्यादा चाहिँ जोरथाङ पनि पर्छ। यी वरिपरि साह्रै टाढो चाहिँ पर्दैन। आज कोही बेला चाहिँ पर्छ सिलगढी त्यहाँदेखि उदो कता कता दार्जिलिङ अमन आउँछ कोही बेला चाहिँ। कोही बेला फेरि आरामसे यता जोरथाङ मात्रै पर्छ, 1 2 3 3 4 दिन त्यति नै हो। अरू बेला त त्यतिकै बसिरहनुपर्छ, अल्छी हुन्छ कोही बेला। यस्तै छ। यहाँ तलबाट टक्कै मान्छे उठाइरहनु पर्ने हुन्छ। एकजना आउनु भएको छ त्यहाँनिर। र तपाईँलाई कस्तो लाग्यो जोरथाङ बजार? मन पर्यो भने लाइक, मेरो च्यानललाई फलो गर्नु नभुल्नुहोला। र अर्को ब्लगमा तपाईँहरूसँग मिल्नेछु।